साथीहरु आज पनि हजुरहरुमा नयाँ भिडियो लिएर आइसकेकी छु म हजुरहरुको प्यारी सीता। आज चाहिँ हाम्रो गजुरी बजारमा बिहानैदेखि पानी परिरहेको छ है। हेर्नुस् यस्तो भइरहेको छ पानी परेर मौसम यस्तो छ। ल हेर्नु पानी त तर यस्तो मजाको पानी परेछ आज चाहिँ यता घरभित्र पनि छिरेछ फेरि। अब चाहिँ हामी आँप टिप्न जाँदैछौँ साथीहरु हेर्दै गर्नु होला है। जम 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 आइया खुट्टा दुखेर भाइ मान्छेले नि के भन्लान् पूजा जाने हो पूजा जान्ला हेर अन्त पूजा उठे छैन होला छैन। हामी चाहिँ ऊ त्यहाँको आँप टिप्न जान्ला है। आँप टिप्न जान्ला हामी दुईजना चाहिँ पानी परिरह। आजबाट गजुरी बजारमा पनि असारे झरी लाग्यो। मान्छे धेरै छ लाल लाग्छ मलाई त। ए आफू मान्छे त एउटा झोला पनि बनाइदिएर चाहिँ आफै आफू बनाइसकेको भने त ठिक नपाउँछ सबैले राजेको पनि थाहा हामी चाहिँ आँप टिप्न आएको साथीहरू हेर्नु त आँप साफ टिभी भइसकेको रहेछ त्यो झरेको यहाँ झरेछ भेटेँ आँप भेटेँ साथीहरू आँप टिप्न त आँप टिप्नलाई गम्मत कहाँ छ ल नि मोबाइल यस्तो गरिदिनु त हेर समातिनु भने त भिडियो गर्नु न। आफू पनि भिडियो गर्नु जान्थ्यो टिप न होइन ल अझै म त यता भिडियो गर्नु भने ल तपाईँ चाहिँ हामी चाहिँ आँप टिप्न आएको। त्यो पनि हो क्या यहीँ भयो भने नदिए त्यो होला है लाजै मर्नुहुन्छ तपाईँको सम्धी ऊ त्यो त तेरो होला आउनु ऊ आज झऱ्यो पानी परे आउनु नि टिप्नु हेरेर बस्यो। मैले चाहिँ आँप चाहिँ यति बनाएँ। नदौडे न बिजे अरू भएर पनि राख्नु भनेर उतिर बारीतिर होला भाइ यो पानी परेछ यता ओ यस्तो पानी पऱ्यो भने फ्यान लगा यस्तो पानी परिरह है। यहाँ आँप हेर्नु त त्यहाँ आँप कति धेरै छ पानी परे यति बनाए अच्छु 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 पानी पऱ्यो फट झर्यो नि झरे फट मेरो मोबाइल आँप हेर्नु यहाँ कति धेरै आँप छ आँप ओडाउनु न छ त कस्तो फट झर्थ्यो कहाँ झरिरह एक झोला बनाउने बरु म चाहिँ केही नखाऊ
यति धेरै आप टिपेर लिएर आयौँ है। यस्तो जाले भिजी छ। आजको धेरै यति नै हो। हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो यहीँ गर्न चाहन्छु। बाइ बाइ।